जय गरी म विजयमा घर चौधा फरवरी 7 सन्दीपजी भइसक्नुभयो उहाँलाई धन्यवाद दिँदै हाम्रो कार्यक्रमका सभापति प्रमुखजी लगायत सबैमा उहिले पनि सम्बोधन गरेको छु मलाई सबैलाई यहाँ म लामो समय पत्रकारितामा रहेर सिन्धुपाल्चोक र विशेष 14 फरवरी नगरपालिकाका समस्याहरूमा लामो समय म लागेको मान्छे र जब 19 सालमा राष्ट्रसभा स्थापना भयो त्यो बेलादेखि नै राष्ट्रसभालाई साथ समर्थन गर्दै आफ्नो पेसालाई पनि अगाडि बढाउँदै र प्रान्तीय हिसाबले पनि साथ सहयोग गर्दै अगाडि बढेको र केही समयदेखि चाहिँ मलाई वडा मेरो म रहेको वडा समितिले तपाईँ नगर जानु पर्यो भनेर चाहिँ सिफारिस गरेपछि मलाई नगर समितिले सल्लाहकारको रूपमा पनि मलाई मनोनित गरेको छ। यसलाई म नगर समितिले धेरै धन्यवाद धेरै लामो कुरा गर्नु छैन। तपाईँ हामी सबै यहाँ जो आएका छौँ हामी बुझेर आएका छौँ। हामी यहाँ भएका मान्छेलाई चाहिँ राष्ट्रसभा यस्तो हो राष्ट्रसभा त्यो गरेर सिकाउनु पर्ने त्यति आवश्यकता छैन। तपाईँ थोरै कुरा चाहिँ म यहाँ मौका पर्दा बोलिहाल्छु। 78-79 सालतिर हुनुपर्छ कुनै समय फेसबुकतिर एउटा मिम भन्छ नि ट्रोल लगभग भाइरलै थियो। विश्वमा युवाले देश चलाउँछन् बुढालाई पेन्सन दिन्छन्, नेपालमा बुढाले देश चलाउँछन् युवाले पेन्सन दिन्छन् भन्ने ट्रोल थियो। हामीले त्यो ट्रोल पढ्दै आयो, हामीले त्यो ट्रोलले आँच्दै आएको मान्छे, हामी त्यो पुस्ताको मान्छे। तर धेरै समय लागेर त्यसको करिब 4-5 वर्षको बिचमा अहिले हामी 3 वर्षको बिचमा अहिले हामी के भयो त युवाले देश चलाउन सक्छ है भनेर एउटा इतिहास एउटा सम्भावना मात्र होइन गरेर देखाउने अवस्थामा हामी पुगेका छौँ। यो सबै हाम्रो तपाईँ हाम्रै जोस जाँगर तपाईँ हाम्रो गाउँको कारणले तपाईँ हाम्रै देशमा केही गर्नुपर्छ भन्ने परिवर्तन सोचको कारणले सम्भावना भएको हो र त्यसको लागि एकपल्ट फेरि म तपाईँहरू हामी सबैलाई हामी बधाई धन्यवाद दिन चाहन्छु। अब यहाँ राईले भनिसक्नुभयो सहमा हाम्रो एउटा ढोका खुलिसक्यो। सहमा चाहिँ यति बेला स्पष्ट बहुमतसहितको 2/3 नजिकको हाम्रो सरकार छ र यसले छोटो समयमा नै आफ्नो एउटा कामको गति देखाइसकेको छ। यसमा हामी गर्व गर्नुपर्ने ठाउँ छ होला। केही कुराहरूमा चाहिँ मिडिया ट्रायलमा पनि हामीलाई पनि भ्रम फैलाउने गरी केही गलत कुराहरू बाहिर आएका छन्। तर ती कुराहरू मिडिया ट्रायल के हो र राष्ट्रसभाको निर्णय के हो भन्ने कुरा बुझेर मात्रै हामीले त्यसलाई धारा बनाउनु पनि जरुरी छ। किनकि फेसबुकमा अलिकति सबै कुरा सक्दैन हुनसक्छ। त्यसैले म यो कुरा पनि आधिकारिक कुरा के हो र मिडिया ट्रायल के हो भनेर बुझेर मात्रै धारा बनाउन आउँदै गर्छु। र त्यसपछि मैले एउटा साथीहरूलाई भन्न खोजेको कुरा के छ भने विशेष गरी हाम्रो यो राष्ट्रसभाको उदय नै डिजिटल मिडियाबाट उदय भएको छ। विशेष गरी सामाजिक सञ्जालबाट र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नै आवश्यकता के हो, यसको महत्त्व के हो, यसको सबै कुराहरू चाहिँ प्रचार प्रसारका कारणले नै हामी यो अवस्थामा आएका हौँ। सामाजिक सञ्जालको प्रयोग हामीले भरपुर गर्नु नै पर्ने छ, गर्ने नै हो, अब पनि गर्ने हो। तर हामीमा समय हुँदैन कुरा चाहिँ कहाँनिर छ भने नि भन्छन् हामीलाई होइन। अब नामको प्रधान एकलव्य न्याय पनि भन्छन्, हाम्रो चिन्तनको प्रधान एकलव्य न्याय पनि भन्छन् होइन। अरू नामले पनि हामीलाई उहाँले सम्बोधन गर्नुहुन्छ, उहाँलाई धन्यवाद छ। जे नाम लिए पनि हाम्रो नाम उहाँले लिनुहुन्छ, उहाँलाई हाम्रो नाम लिएकै चित्त बुझ्दैन। हामीले यति पार्नु बनाएका छौँ, यसमा हामी खुसी मान्नुपर्छ। र हामीले चाहिँ के गर्नुपर्छ भने मेरो हजुरलाई एकदम आग्रह, सामाजिक सञ्जालमा हामी प्रस्तुत हुँदाखेरि हामी कसरी गाली गलौज नगरिकन स्पष्ट अब निर्णय के हो त अलिकति निर्णय नआइकन सामान्य चाहिँ कसैले एकै भरमा चाहिँ राम्रो लाग्ने हो यो गर्छ भइसक्यो भन्ने ढङ्गले पनि हामी प्रस्तुत नहौँ। यदि जब त्यो काम भइसक्छ तब मात्र हामी लगाम भयो भनेर हामी धन्यवाद दिने कुरा हामीसँग प्रस्तुत हौँ। यो गाली गर्ने तुच्छ बोल्ने यो भएन त्यो भएन भन्ने काम चाहिँ हामी नगरौँ। त्यो चाहिँ उहाँले कार्यक्रम मान्छेलाई छोडिदिउँ, त्यो उहाँले गर्नुहुन्छ। गाली गरेर उहाँले गर्नुहुन्छ, उहाँहरू एकअर्कालाई गाली गर्नुहुन्छ, हामीले गाली गर्नु, गाली गर्ने काम उहाँले छोडिदिउँ। जसले गाली गर्छ, जसले हिरोमा ढुङ्गा हाल्छ उसले म सिधा पर्छ। गाली उहाँलाई गरेर दिनुहोस्। उहाँको रूपमा चाहिँ अब शब्दको उहाँलाई हामी चिन्दै जाने मौका पाउँछौँ। गाली गराउने अब हामीले गर्नु छैन। अब हामी गाली गराउने गर्दैनौँ। अब हामी देश बनाउने राजनीति गर्छौँ। अब स्थानीय तह बनाउने राजनीति गर्छौँ। अब हामीलाई स्थानीय तह बनाउनु छ। अनि यत्रो वर्ष स्थानीय तह आएको चाहिँ 2 कार्यक्रम लगाइसक्यो। के भएका हामी देखेकै छौँ, पुराना सराई दलले गरेकै छन्। अहिलेसम्म गरेका कामलाई उहाँलाई धन्यवाद
किनभने यो समय आउनुमा पनि उहाँको योगदान छ। उहाँले के पनि नगरेको भनेर हामी गाली नगरौँ, उहाँलाई धन्यवाद दिउँ। अहिले जे गर्नुभयो उहाँलाई धन्यवाद दिउँ। अब के भनौँ, अब हामीले ठाउँ छोड्दिनुहोस्, अब बाँकी हामी गर्छौँ, अब हामीले भन्ने यो हो। तैँले गर्दै गर्नुहोस् भन्ने होइन, जे गर्नुभयो धन्यवाद, अब बाँकी हामी गर्छौँ, हामीले छोड्दिनुहोस् भनेर हामीले उहाँलाई यो आग्रह गर्ने हो। र हामी अब स्थानीय तहको पूर्ण रूपमा तयारी गरेर स्थानीय तह हाम्रो 14वटै वडा र नगरपालिका सिँगै यो 14 जना 2 जनाले गरेर 72 जना हामी स्थानीय तह निर्वाचित हुनुपर्नेछ। 72 जना राष्ट्रसभा घन्टी चिन्हको आएको उम्मेदवारले जित्दै गए हामी अगाडि बढ्नुपर्नेछ। भन्दै धन्यवाद दिन्छु। धन्यवाद, नमस्कार।